पेटमा खानको अभाव हुनु मात्र भोकाउनु होइन, मनमा सन्तुष्टिको अभाव हुनु पनि भोकाउनु हो। भोकाउनु गरिबीको लक्षण होइन, यो त निरोगीको लक्षण हो। भोकाउँदा पेटमा खाना पुर्याउन नसक्नु चाहिँ गरिबीको लक्षण हो। त्यो मान्छे पनि गरिब हो जो सन्तुष्ट हुन सक्दैन। अझै चाहियो, पुगेन पुगेन भनेर रात दिन त्यसकै पछि दौडन्छन्। आर्थिक रूपमा हेर्दा पनि उच्च र मध्यम वर्गलाई गरिबी भन्दैनौँ। जो निम्न वर्गका छन् तिनीहरूलाई गरिबीको सूचीमा राख्छौँ, तर त्यतिलाई मात्र गरिबी भनिँदैन। गुरुको भनाइले मेरो मन छोएको थियो। गुरु भन्नुहुन्थ्यो, हामी सबै गरिब हौं। प्रेमको गरिब, करुणाको गरिब, धैर्यताको गरिब, ज्ञानको गरिब, प्रज्ञाको गरिब। हामीमा जुन चीजको अभाव छ त्यसको गरिब। ठोस चीजको सवालमा कला सिपको गरिब, रूप सौन्दर्यको गरिब आदि इत्यादि। तुलनात्मक रूपमा जसको जे कमी छ त्यसको गरिब। यहाँ भोकको समस्या शारीरिक भन्दा मानसिक ठूलो र गहिरो देखिन्छ र दीर्घकालीन पनि। शारीरिक भोक हटाउन त्यति कठिन छैन, त्यति गाह्रो छैन। यसको निरोधको उपायहरू धेरै र निकै प्रभावकारी पनि छन्। योग, ध्यान, तपस्या, व्रतको संस्कार जस्ता धार्मिक क्रियाकलापहरूले पनि शारीरिक भोक त्यति खतरनाक नभएको प्रमाणित गर्छ। मागेरै भए पनि एक पेट पाल्ने क्षमता मानिसमा छ, किनकि मानिस सामाजिक प्राणी हो। तर मनको सवालमा प्रश्न उठ्छ, के साँच्चै मनको भोक पूरा हुन्छ? के पूर्ण सन्तुष्टिका साथ बाँचेका जिन्दगीका कथाहरू छन्? होलान् कि नहोला? कृपया कमेन्ट गर्नुहोस्। संसारमा धेरै मानिसहरू छन् जो धार्मिक क्रियाकलापहरूमा संलग्न छन्। हिमालमा गएर ध्यान गर्छन्, वर्षौं वर्ष गुफा बस्छन्, मन्त्र जप्छन्, भजन कीर्तन गर्छन्, मन्दिर मस्जिद गुम्बा चर्च जान्छन्, ढोग्छन्, प्रार्थना गर्छन्, दान दिन्छन्, मान गर्छन्। हरेक दिन देवी देवताहरूलाई पूज्छन्, गुहार्छन्। तर मानिसहरूको शत्रुप्रतिको रिस, रूपप्रतिको मोह, आफूप्रतिको अज्ञानता उइका उइ छन्। बुद्ध, क्राइस्ट, महावीर, मोहम्मद, जेजुमेला, कृष्ण, महाबोधि, दलाई जस्ता औँलामा गन्न सकिने महापुरुषहरूलाई मात्र पूर्ण सन्तुष्ट प्राप्त गरेको भनेर भन्छौँ। त्यसमा पनि के साँच्चै पूर्ण सन्तुष्टि प्राप्त गरेको होलान् त भनेर शङ्का गरेको पनि पाइन्छ। भने यो मनको सम्बन्धमा भोग कति जटिल कुरा रहेछ भनेर हामीले अनुमान मात्र गर्न सक्छौँ। त्यसैले अब हलमा कुन फिल्म आएछ, उनले टिकटक बनाए कि बनाएन, उसले कति कमाउँछ, यिनले के भन्छ, उनले के गर्छ भनेर चासो दिनुभन्दा स्वयंप्रति गहिरेर खोज गर्नु अति आवश्यक र उत्तम देखिन्छ। किनकि भोक हाम्रो समाजको साझा गुण हो। गरिब हो या धनी, मालिक हो या नोकर, नेपाली हो या अमेरिकन, बौद्ध धार्मिक हो या हिन्दू धार्मिक, मार्क्सवादी हो या सोक्रेटिसवादी, राजवादी हो या जनतावादी, समाजवादी हो या असमाजवादी, हरेक समाजमा भोक रहेको छ। यसले गर्दा नै समाजमा हत्या, हिंसा, चोरी डकैती, बलात्कार, अन्याय, भ्रष्टाचार जस्ता जघन्य अपराधहरू भइरहेका छन्। तपाईलाई के लाग्छ? के अब हामीले यस विषयमा सोच्नु पर्दैन कि अझै सहेरै बस्ने?